सो हेलो गाइज वेलकम ब्याक टु माई मिनी भ्लग भन्दैन म किनकि मेरो भ्लग एकदमै लामो छ यो 26 मिनटभन्दा धेरैको छ कि माइन्ड नगर्नु होला। अनि सबैभन्दा सुरुमा चाहिँ मैले भन्न चाहे अभिषेक दाइलाई र पुष्पा भाउजीलाई ह्याप्पी म्यारिड लाइफ। अनि त्यसपछि चाहिँ नि दोस्रो कुरा चाहिँ म चाहिँ यस दिन चाहिँ दाइको बिहामा गएको थिएँ। मैले चाहिँ मेहन्दी देखाइरहेको छु नि त। अनि यो चाहिँ मेरो आउटफिट अफ द डे जन्ती जानको लागि म चाहिँ दाइहरूसँग जाँदै थिएँ। अनि यो चाहिँ जन्ती जाने बस, यो चाहिँ कार। अनि हामीलाई चाहिँ धेरै टाढा थिएन, त्यही 30 मिनट जति मात्र लाग्थ्यो। अनि त्यो चाहिँ हामीलाई जन्ती जानुभन्दा अगाडि खाना दिनुभएको थियो। त्यसपछि चाहिँ हामीलाई जन्ती जानुभन्दा अगाडि चाहिँ नि सेतो टिका, त्यसपछि एउटा खादा लगाइदिनु भएको थियो। अनि त्यसपछि हामी जान लाग्यौँ जन्ती। येस मेरो भिडियो चाहिँ कहिले कोल्टे कहिले सिधा भइरह, माइन्ड नगरौँ ल गाइजहरू। यस्तै हो के गर्नु, गाह्रो छ भिडियो गराउनला। मेरो भिडियोहरू चाहिँ डिलिट भयो कति धेरै। त्यसपछि चाहिँ नि म चाहिँ दाइको बुके छोपेर बसिरहेको थिएँ। यहाँ चाहिँ दाइ रेडी भएर बस्नु भयो। अनि मैले अमन दाइलाई जिस्काइरहेको थिएँ यहाँबाट, दाइ पोज दिनु भनिरहेको थिएँ। दाइले दिनुभयो पोज। त्यसपछि चाहिँ नि हामी कारमा बस्यौँ। अनि कारमा बसेपछि चाहिँ नि म फेरि झरेँ बसमा जान्छु भनेर। अनि फेरि बसबाट फेरि सेरिनसँग बसेँ। यिनी चाहिँ नि सागर दाइको छोरी हुन्। अनि यिनीसँग बसेँ नानी निदायन। अनि यहाँ चाहिँ पन्छे बाजा पनि बोलाउनु भएको थियो नि त दाइले। अनि त्यसपछि पन्छे बाजा बिचमा बजाइराख्नु भएको थियो। त्यसको आवाज चाहिँ मैले हालेँ होइन, किनकि बहुत नोइज आउँछ कि एक्स्ट्रा नोइज आउँछ कि त्यो के भन्छ रिड्युस नोइज गरेर पनि जे गरे पनि एक्स्ट्रा नोइज आउँछ। त्यही भएर चाहिँ मैले त्यो रियल साउन्ड चाहिँ हालेको छैन, माइन्ड नगर्नु होला। अनि यो चाहिँ हाम्रो प्यारी सेरिन भन्छ नि सेरिन भने त तिनी नट इन्ट्रेस्टेड। अनि त्यसपछि चाहिँ नि हामी दुईजना, यहाँ चाहिँ मेरो सुशान्त दाइ चिन्नुभयो होला, हजुरहरूले देख्नुभयो होला मेरो भिडियोमा अगाडिको पनि। यतिखेर चाहिँ खासमा के भयो भन्दा हामी भाउजूको घर पुगेको थियौँ। अनि त्यसपछि चाहिँ नि फेरि यताबाट होइन दाहिनेतिर के अरे दाहिने कि देब्रेतिरबाट आउनुहुन्न भने फेरि उताबाट घुमेर आएको। अनि त्यति बेला चाहिँ म दाइसँग बसेको थिएँ कि फेरि वापिस आउँदाखेरि। अनि यहाँ चाहिँ मेरो मामा। त्यसपछि हामी पुग्यौँ भाउजूको घर अर्कोतिरबाट घुमेर। अनि यो चाहिँ दाइको कार, दुलाको कार। अनि यहाँ चाहिँ दाइ अगाडि गइराख्नु थियो। अब अफकोर्स दुला अगाडि जानुहुन्छ। अनि त्यसपछि यहाँ चाहिँ हामी जन्ती पछाडि यस्तो गर्मी भन्दै हिँडिरहेको थियौँ। यो चाहिँ भाउजूको घर, राम्रोसँग देखिया आएन बट। अनि म चाहिँ दाइहरूसँगै हिँडिरहेको थिएँ, किनकि मजा त कोही पनि हुनुहुन्थेन, भए पनि मैले चिनेको थिएन। अनि यहाँ चाहिँ दाइ भित्र जाँदै हुनुहुन्थ्यो। त्यसपछि हामीलाई त्यहाँ गएर पनि सेतो टिका लगाइदिनु भयो, खादा लगाइदिनु भयो। अनि त्यसपछि फुल, अनि त्यसपछि चोखोपन दिनुभएको थियो। अनि चोखोपन मैले खाइरहेको थिएँ मस्त। अनि मैले बिचमा भन्दाखेरि कति गर्मी छ भन्दै कति गर्मी थियो। तर थ्याङ्क गड त्यहाँभित्र चाहिँ नि ठुल्ठुलो पङ्खाहरू राखिदिनु भएको थियो भाउजू घरबाट। त्यो पङ्खाहरूले गर्दा कम गर्मी भयो। अनि म चाहिँ यहाँ दाइहरूलाई चोखोपन खाँदै देखाउँदै गरिरहेको थिएँ। उहाँ चाहिँ दाइहरूको के रिचुअल्सहरू पुरा गर्न थाल्नुभएको थियो। लोकनतिर दुला। अनि त्यसपछि चाहिँ नि यहाँ बाजे र बोजूले चाहिँ टिका लगाइदिन आउनुभयो। अनि त्यसपछि टिका लगाइदिनु भयो। त्यसपछि भाउजूको बाबाको पाली आयो। अनि त्यसपछि उहाँले पनि टिका लगाइदिनु भयो। दाइ भाउजू दुवैजनालाई आशीर्वाद दिनुभयो, हँसाउनु भयो। अनि त्यसपछि चाहिँ नि फेरि त्यो के रिचुअल्सहरू हुन्छ बिहामा, कति धेरै हुन्छ हजुरहरूलाई पनि थाहा होला। अनि मैले चाहिँ भिडियो खिच्दै हाँसिरहेको थिएँ साइड। त्यसपछि चाहिँ नि यो चाहिँ आमा समूहबाट आएको पैसा हो क्या हो। अनि दुलार यसो घुमाएर लिएर आउनु भनेर फेरि त्यहाँ घुमाउनको लागि लिएर आउनुभएको थियो। पैसा उडेर चामल राख्नुभएको त्यो चाहिँ नि। अनि यहाँ चाहिँ साइडमा चाहिँ टिका पनि लगाइदिइराख्नुभएको थियो। सबैजनाले लगाइदिनु पऱ्यो नि त। अनि त्यही भएर सबै काम एकैचोटि भइरहेको थियो। यस भने यहाँ चाहिँ छोएर भन्दा नि घुमाएर एकचोटि अनि ल्याएर फेरि उहीँ उतातिर गिन्नलाई दिनुभएको थियो। पैसा सबै निकालेर साइडमा बस्नुभएको थियो उहाँलाई। त्यसपछि चाहिँ मैले खाना गएँ। यो चाहिँ थियो खाना। अनि मिठो थियो एकदमै।
त्यसपछि चाहिँ हामी एकैछिनपछि चाहिँ नि बाहिर नाचेको हेर्नु जाऊँ भनेर नाचेको हेर्न गयौँ। यहाँ चाहिँ जन्ती र घरबेटी भन्दा नि जन्ती र केटीतिरको बिहालाई के अरे उस गरेकोलाई के भन्नुहुन्छ, उहाँहरू हुनुहुन्थ्यो, नाच्दै हुनुहुन्थ्यो। त्यसपछि यहाँ चाहिँ मैले आफ्नो बकवास गरिरहेको थिएँ नङ देखाउँदै। अनि त्यसपछि यहाँ चाहिँ नि नाचिराख्नु थियो कि, अनि मैले हेरिरहेको थिएँ अर्कै नि गर्न सकेन। मैले पछाडि स्ट्याचु देखाएको थिएँ कि यो चाहिँ साइकल टाइपको छ कि, माथिबाट आफै पानी फाल्ने, तलबाट आफै यस्तै यस्तै। त्यसपछि चाहिँ हामी आइसक्रिम खान गयौँ दाइको पैसाले, अनि हामी आइसक्रिम खायौँ। अनि त्यसपछि अङ्कलले चाहिँ आफ्नो डान्स पर्फर्म गर्नुभयो जुन एकदमै राम्रो थियो। अङ्कलको चाहिँ नि सोलो डान्स पर्फर्मेन्स थियो। अनि अङ्कलले चाहिँ एकदमै राम्रो आफ्नो प्रस्तुति दिनुभयो, सबैजनालाई हँसाउनु भयो, माया गर्नुभयो। अनि हामी चाहिँ नि डान्स हेऱ्यौँ एकैछिन अङ्कलको। त्यसपछि अरू पनि धेरैजना नाच्नुभएको थियो। म चाहिँ नि नाचेन, किनकि मसँग नाच्ने कोही हुनुहुन्थेन नि त, भाउजूहरू त हुनुहुन्थ्यो। अनि कहाँ जाने त्यत्रो ठुल्ठुलो मान्छे, म कमिला जस्तो मान्छे त हराउँछु भनेर नगएको कि। यहाँ चाहिँ नि अनि भाउजूको घरतिरबाट अनि दाइको घरतिरबाट सबैजना मिलेर नाचिराख्नुभएको थियो। म चाहिँ नि हेरेर बसेको थिएँ, म मात्र होइन दाइहरू पनि हेरेर बसिरहनु थियो, नाच्नु जानुभन्दा मान्नु भएन के अरे। अनि यहाँ चाहिँ मैले आफ्नो कपाल सपाल मिलाएर यसो भिडियो स्न्याप गराउँछु भनेर बसेको थिएँ। ठ्याक्क मामा आउनु भएन। अनि मामा र म यहाँ फेरि उतातिर गीत सुन्ने यतातिर नाच्ने गरिरहेको थियौँ। के भन्दै गीत पनि के थियो कुन्नी यस्तो नाचिरहेको थिएँ मामु दुइटा, गीतै बिर्सेँ मैले। अनि मलाई भन्नुभएको थियो के हो यो भनेर, अनि मैले भिडियो गराएको मामा भन्दा। अनि त्यसपछि चाहिने फेरि यहाँ को आउनुभएको थियो, अनि मैले चाहिँ नमस्ते गरेँ। त्यसपछि चाहिँ नि हाम्रो यहाँ अब बिदाबारी हुनुभन्दा थोरै अगाडिको यो चाहिँ नि भाउजू चाहिँ रुनुभएको थियो। अनि भाउजूले सरप्राइज पाउनुभएको थियो कि मैले त्यो भिडियो चाहिँ बनाउन पाएन, माइन्ड नगर्नु होला। त्यो चाहिँ खै कसले हाल्नुभएको छ एउटा यस्तै के सरप्राइज गिफ्ट दिने उहाँले, उहाँको मगर हेर्नु होला। मैले चाहिँ हाल्नै पाएन कि भिडियो लिन पाएन, म मस्त खाना खाँदै थिएँ त्यति बेला। अनि त्यसपछि चाहिँ नि यहाँ सालीहरू आउनुभयो। अनि फेरि सालीहरूले डिमान्ड गर्न थाल्नुभयो जुत्ताको पैसाको बारेमा। अनि त्यसपछि यहाँ चाहिँ दाइसँगै ठुलो बाबाहरू पनि सँगसँगै भनिरहनु थियो के कति लिने, के अरे सरी दिने भनेर। अनि यहाँ दाइले भन्नुहुन्छ के थाहा छ, के अरे तिमीहरूले मलाई जुत्ता देऊ, म तिमीहरूलाई पैसाको सट्टामा मेरो भाइसँग बिहा गरिदिन्छु भन्नु थियो। अनि मैले यहाँ जिस्काइरहेको थिएँ, हो दिइरहेको ठाउँ यस्तो यस्तो भन्दै अमन दाइले पनि जिस्काइरहेको थिएँ, अनि अभिषेक दाइलाई पनि जिस्काइरहेको थिएँ। अनि त्यसपछि चाहिँ नि म यहाँ फुल मजा लिइरहेको थिएँ। दाइहरूको उता आफ्नै के भन्छ त्यसलाई, त्यो चलिरहेको थियो कि लेनदेन कार्यक्रम चलिरहेको थियो। अनि दाइले चाहिँ नि यहाँ म भाइ दिन्छु कि कस्तो नमानेको र साली भनिराख्नु थियो। अनि त्यसपछि चाहिँ नि खै लास्टमा चाहिँ नि कतिमा वार्ता भयो मैले बिर्सेँ। त्यसपछि चाहिँ नि हामी घर जाने भन्दा नि अभिषेक दाइको घर जाने बेला भयो। अनि हल्का हल्का गर्मी भएर पसिना निस्किरहेको थियो। अनि यहाँ दाइहरूले चाहिँ मलाई भिडियो सुट गर्नको लागि लाइट बालेर हेल्प गर्नुभएको थियो। अनि मैले चाहिँ यहाँ खै के कुरा भनिरहेको थिएँ, गफ हाडियो, म गफ हानिरहेको छु नि त त्यही भएर। अनि यहाँ मैले आफ्नो नङ, त्यसपछि मेहन्दी, चुरा सब देखाइरहेको थिएँ कि। मेहन्दी पनि फेरि अगाडिको मात्र होइन पछाडिको पनि देखाइरहेको थिएँ, आउटफिट सब देखाइरहेको थिएँ कि मैले। अनि त्यसपछि चाहिँ यहाँ पसिना भन्दै मैले यस्तो बुझेको थिएँ गरिरहेको थिएँ। तर त्यस्तो साह्रो पसिना नि त्यहाँदेखि झन् नाच्ने मान्छेको त कस्तो भयो होला है, म त ननाचिकन यत्तिकै बसेको थिएँ र पनि यस्तो भयो भनेपछि त भाउजूहरूको त क्या हालत भयो होला। त्यसपछि चाहिँ नि हामी जाने भनेर निस्कियौँ, अगाडिबाट निस्कियौँ। तर गफ हान्दा हामी कारभित्र गिफ्ट राखेर फेरि फर्कियौँ के, यु नो द्याट, फेरि फर्कियौँ। किनकि भाउजूलाई बिदाई गर्ने पाली थियो, भाउजू रुइराख्नुको थियो। के भन्छ त्यो बिदाई गर्ने बेलामा चाहिँ नि भाउजू रुइराख्नुभएको थियो। अनि हामी चाहिँ नि केही नि गर्थेन, म यतातिर बसिरहेको थिएँ। त्यसपछि चाहिँ नि दुलैला बोक्नुपर्छ नि त भाइले,
भाउजूलाई। अनि त्यसपछि चाहिँ नि भाउजूको भाइले चाहिँ उहाँ बोक्नु भनेर बस्नुभएको थियो, तर भाउजूको हातमा चाहिँ बहिनी थिइन्, सायद भदिनी होलिन् अथवा बहिनी होलिन्। अनि उनले चाहिँ नि के भनिरहेको थिइन्, के अरे नजानु भन्थेन् क्या सायद। भाउजू हाँस्नुभयो। त्यसपछि चाहिँ नि भाउजूको दाइले चाहिँ नि भाउजूलाई बोकेर लग्नुभयो कारसम्म। अनि त्यसपछि फेरि कारतिर गएर पनि त्यो घुमेर के गर्छन् है, यस्तै कुनै के रिचुअल गर्छन् नि। मलाई चाहिँ थाहा छैन यो बिहाहरूको बारेमा, धेरै मलाई नभन्दा हुन्छ गाइजहरू। म यस्तो खासै एटेन्ड पनि गर्दैन, त्यही भएर पनि थाहा छैन। अनि त्यसपछि चाहिँ नि हामी जन्तीको गाडीमा जाँदा जाँदा हल्का हल्का पानी पर्ला जस्तो भयो। गएपछि त बिच्चा बाटोमा गएपछि त पर्यो, पानी पर्यो होइन। अनि यहाँ मेरो हात क्या टल्क्यो हेर्नु त, फ्ल्यास लाइटले गर्दा मेरो मेहन्दी पनि क्या टल्क्यो। अनि त्यसपछि चाहिँ नि हाम्रोमा एकैछिनपछि त झन् क्या तर्केको कि पानी। घर पुग्न थाल्दाखेरि त क्या हो भन्ने भएको। अनि त्यसपछि पानी तर्कियो, भिडियो गराउनु त छोड्न भएन फेरि। अनि यो चाहिँ मेरो हालत थियो जन्ती आएपछि के त्यो म पुरा मेरो हल्का हल्का लगेको त्यो आइलाइनरहरू पनि सब मेटिसकेको थियो नि त। त्यसपछि चाहिँ नि हामी चाहिँ यहाँ भाउजूलाई र दाइलाई पर्खेर बसिराखेको थियौँ। कार चाहिँ नि बाहिर थियो। यहाँ अझै अगाडि पनि के सम्हाल्नुपर्छ कि, जस्तै धुर के यस्तो छुवाएर कुममा छुवाएर गर्नेवाला हुन्छ त्यो रिचुअल हो, त्यो गर्नको लागि। अनि त्यसपछि त्यो धुप बाल्न पर्ने यस्तो यस्तो। अनि यहाँ चाहिँ हाम्रो टाउकोमाथि चामल छर्किदिनु भएको थियो कि, त्यो के हानेको हुन्छ त्यो। त्यसपछि चाहिँ नि हामी गयौँ दाइ भाउजू लिन। दाइ भाउजू लिन गएपछि चाहिँ नि हामी यहाँ चाहिँ मेरो के अरे ठुलो भाउजू अनि उहाँ चाहिँ आस्मा दिदी। अनि त्यसपछि हामी चाहिँ दुल्हा दुलैलाई लिएर आयौँ। अनि यहाँ चाहिँ आफ्नो फेरि एज युजुअल रिचुअल गर्न थाल्नुभयो सबैजनाले। त्यो के हो मलाई त्यो नाम पनि थाहा छैन, त्यो कसरी गर्छ मलाई त्यो पनि थाहा छैन। म सेकेन्ड टाइम जन्ती गएको होला यो बिहामा। फर्स्ट टाइम चाहिँ ठुल्फुपूको छोराको बिहामा गएको थिएँ, मिलन दाई र मन्सा भाउजूको बिहामा। सेकेन्ड टाइम चाहिँ अभिषेक दाई र पुष्पा भाउजू पर्नुभयो। फेरि म गएको हिजो हो फर्स्ट जन्ती पनि। म 5 कि कतिमा आउँदाखेरि गएको थिएँ नि त। अनि अहिले चाहिँ म यतिखेर गर्छु। मलाई कसैले जन्ती पनि बोलाउनुहुन्न, बिहे गर्नुहुन्न कसैले, हुन त बिहा भइरहेको छ। अनि त्यसपछि यहाँ यही रिचुअल भनेको थिएँ कि मैले अघि नै, त्यो कुममा यस्तो पानी छुवाएर के गर्नुहुन्छ भन्थ्यो नि है। त्यसपछि चाहिँ नि यहाँ हल्का फोटोसुट भयो। हल्का अगाडि गएपछि दाईको मम्मी, अनि त्यसपछि दाई भाउजू अनि अरू 1-2जना मान्छेहरू हुनुहुन्थ्यो। फोटोसुट भयो। पानी परिरहेको थियो। यो टेन्ट पनि पुरा टुब्लुङ पानीमा उस भइरहेको थियो, चुइरहेको थियो पानी त्यहाँबाट। सबको हालत कस्तो थियो, पुरा दिउँसभरि नाचेको, अहिले पानीमा उस गरेको त ओहो राम भनेको। अनि त्यसपछि यहाँ फोटो सेसन सकियो। त्यसपछि चाहिँ त्यो पाला र गौँची धान हुन्छ नि, हो त्यो कुचेर जानेवाला रिचुअल हुन्छ त दियोमा, दियो बोलेकोमा। अनि त्यो रिचुअल भइरहेको थियो यहाँ चाहिँ नि। अनि त्यो रिचुअल गर्दा चाहिँ नि क्यामराम्यान दाइ चाहिँ अगाडि गइराख्नु थियो, मैले देखिरहेको छु। भिडियो चाहिँ नि हल्का यस्तो उस्तो छ कि बिचमा ठुल्ठुलो मान्छेहरू आएर उम्बेर हो कि, यस्तो सानो मान्छे देखेपछि त साइड लाग्नुपर्छ नि, यस्तो अगाडि आएर उम्बिदिनुहुन्छ। त्यसपछि चाहिँ नि दाइ भाउजू यहाँ टिका लाउन बस्नुभयो। घर आएपछि यहाँ चाहिँ जन्ती लोकान्ती जन्ती भन्न आयो, दुल्हा दुलै र लोकान्ती बस्नुभएको थियो। उहाँ चाहिँ दाइको साली अनि भाउजूको चाहिँ बहिनी। अनि यहाँ चाहिँ दाइको लोकान्त अनि हाम्रो दाइ। त्यसपछि चाहिँ नि अब हल्का आमा बुवाहरूले, हजुरबुवाहरूले, मम्मी बाबाले, फुपूहरूले टिका लगाइदिनु भएपछि चाहिँ नि सिन्दुर हाल्ने कार्यक्रम सुरु हुन थाल्यो। त्योभन्दा अगाडि चाहिँ फोटो खिचौँ भनेर फोटो खिच्न थाल्नुभयो दाइ र भाउजूले चाहिँ नि। त्यसपछि चाहिँ नि अब चाहिँ सिन्दुर हाल्नुपर्छ भनेर, अनि के भन्छ त्यो सेतो हो त्यो छ नि, सेतो देखिन्छ नि, यति लामो सपेटा भन्छ कि के भन्छ हो, त्यो चाहिँ नि मिलाइदिनु थाल्नुभयो। ठुलो मम्मीहरूले, दिदीहरूले सबैजनाले मिलाइदिनु थाल्नुभयो। अनि फर्स्टचोटि बिहा गर्दा चाहिँ नि रेड कलरको सिन्दुर चाहिँ लाउनु हुँदैन अरे के,
अनि त्यही भएर ओरेन्ज कलरको हुन्छ नि त फर्स्टचोटिमा त। अनि यहाँ दाइले सिन्दुर हालिदिनु भयो। अनि माइतीले हेर्नु हुँदैन यति बेला, त्यही भएर दिदीहरू चाहिँ बाहिर जानुभएको थियो। भाउजूसँग आउनुभएको दिदीहरू चाहिँ दिदी बहिनीहरू चाहिँ बाहिर जानुभएको थियो किनकि माइतीले हेर्न हुन्न। त्यसपछि चाहिँ नि अभिषेक दाइले 3 चोटि हालिदिनु भयो भनेर सिन्दुर। हामी चाहिँ चिच्चाएर थियौँ ये भन्दै। उहाँ चाहिँ यस्तो पुरा चिच्चाएर थियौँ। अनि त्यसपछि चाहिँ नि हाम्रो सिन्दुर हाल्ने कार्यक्रम भयो समाप्त। अनि यहाँ चाहिँ अब हाम्रो सिन्दुर हाल्ने कार्यक्रमसँगै फोटो खिच्ने कार्यक्रम पनि भइरहेको थियो। यस्तो हेर्नु दाइ भन्नुभएको क्यामराम्यान दाइले, अभिषेक दाइ हाँसिराख्नु भएको थियो। अनि त्यसपछि त्यो हटाइदिनु भयो। अनि फेरि हो त्यसरी फोटो खिचौँ अनि भाउजूलाई हेर्नु न, अनि भाउजू चाहिँ लजाइ राख्नु थियो ल। अनि त्यसपछि चाहिँ नि त्यो सिन्दुर हालेको छ नि त्यो सेतो हो, त्यसलाई चाहिँ बेरेर अनि त्यसपछि सिन्दुरको डब्बा र त्यो चाहिँ नि दुलाले दुलाईलाई दिनुपर्ने रहेछ। मैले नि थाहा पाएको बल्ल होइन दाइको बिहामा गएर। अनि यो चाहिँ दिनुभयो दाइले भाउजूलाई। अनि यति बेला नि फोटो खिच्नुभयो। दाइ चाहिँ मस्किनु भएको थियो। अभिषेक दाइ चाहिँ मस्किराख्नु भएको थियो कि। अनि त्यसपछि आयो जुठो गाउने कार्यक्रम। यस गाइज जुठो गाउने कार्यक्रम आयो। अनि यहाँ चाहिँ त्यो एउटा रिचुअल रहेछ के भन्छ, जुठो खाँदिन भन्दा अगाडि चाहिँ पैसा तिर्नुपर्छ। दुलाले जुठो खाँदिनुभन्दा अगाडि चाहिने भन्ने बेला। अनि त्यसपछि चाहिँ नि यहाँ अब त्यही कार्यक्रम सुरु हुन थाल्यो। त्योभन्दा अगाडि चाहिँ नि दाइले आफूले खानु पर्नु हुने रहेछ। 5वटा औँलाले 5 चोटि खाने गरे। के हो यस्तो रिचुअल छ रहेछ। अनि त्यसपछि चाहिँ नि सबै फेरि मुस्तिनी गरे। अनि त्यसपछि फेरि भाउजूलाई खानिदिने गरे कि खानिदिनु भन्दा नि भाउजूले आफै खाने। त्योभन्दा अगाडि चाहिँ पैसा दिनुपर्छ नि। अनि दाइले उमा साइडमा लुकाएर राख्नु भयो नि त्यो ओरेन्ज कलरको ब्याग त्यो निकाल्नु भयो कि। अनि त्यसपछि चाहिँ नि यहाँ ठुलो बाबालाई छोप्नु अनि पैसा निकाल्छु भनेर फेरि यहाँ किनेर कति हो पैसा माग्ने यस्तो उस्तो भनिरहनु थियो। सस्तोमा नमान्नु है भाउजू, सस्तोमा नमान्नु भनिरहेको थियौँ हामीले चाहिँ नि। किन मान्ने त नि होइन, पहिलोचोटि भन्दा नि एकचोटि हुन्छ बिहा। अनि त्यसमा पनि मजाले अफकोर्स। अनि त्यसपछि चाहिँ नि पैसा दिइसक्नु भयो दाइले भाउजूलाई। त्यसपछि जुठो खानु पनि भयो। अनि त्यसपछि चाहिँ नि खुट्टा ढोक्ने कार्यक्रम आयो। दुलैले दुलालाई दाइको खुट्टा भाउजूले रोक्ने कार्यक्रम आयो। अनि त्यसपछि चाहिँ नि त्योमा पनि हामीले पैसा चाँडै नमान्नु भाउजू नमान्नु भनेको भाउजू कति चाँडै उठ्नु भयो के टाउको नुगाउनु भएको थियो। अनि त्यसपछि 2 चोटि पैसा दिनुभयो। तेस्रो चोटिमा त उठ्नु भयो। कति चाँडै भाउजू कति आनन्दको हुनुहुन्छ। सबै त्यही भन्दै हाँस्दै गरिरहेको थियौँ हामीले चाहिँ। त्यसपछि हामी घर जाने बेला आयो। रातिको 12 बजिसकेको थियो। हामी चाहिँ दिदीहरू दाइहरूसँग फर्केको थियौँ। दाइ र म चाहिँ नि पुरै भिजेर नि सुकिसकेको थियौँ कि। अनि दिदीहरू चाहिँ उतापट्टि घर जानुभयो, हामी चाहिँ यता घर लाग्यौँ। अनि यो चाहिँ अर्को दिन, यो दिन चाहिँ म हल्का लेट उठेको थिएँ भोजको दिन। अनि यस दिन चाहिँ नि सिमरन भाउजू र म चाहिँ नि उसलाई आहानलाई लिन जान लाग्थ्यौँ भाउजूको छोरालाई। अनि त्यसपछि भाइ चाहिँ अहिले मामा घर छन् के भाउजूको माइत। अनि त्यसपछि बाटोमा जाँदा फेरि पानी परेको थिएन। अनि जाँदा त कस्तो परेको भनेको वहाँ पुग्दासम्म त भिजाइसकेको हामीलाई त लुटेला। अनि त्यसपछि भ्यूहरू क्या राम्रो छ मैले भाउजूलाई सोधिरहेको थिएँ यो कहाँ हो भन्दै। अनि त्यसपछि हजुर पढेको स्कुल कुनो यस्तो उस्तो कति हरियाली छ भन्दै भनिरहेको थिएँ मैले। यो चाहिँ भाउजू पढेको स्कुल हो गरे। त्यसपछि चाहिँ हामी आहानलाई लिएर फर्क्यौँ। अनि उहाँ गऱ्यौँ। अनि आहानले के भन्छ अबि हजुर कहिले आउनुभयो त भन्दै थियो। अनि त्यो चाहिँ हामी 3 जना भएर फेरि लाग्यौँ घरतिर किनकि हामीलाई भोजको लागि जान्थ्यो। अनि म चाहिँ रेडी भएर फेरि आएँ अमन दाइ र म भएर चाहिँ दाइको घर बिहे गरेर आयौँ। त्यसपछि चाहिँ हामीले आएपछि टिका लगाएको एकैछिन हेरेर खानासाना खायौँ। खाना मिठो थियो। अनि त्यसपछि यहाँ चाहिँ म फेरि दाइलाई जिस्काउन आएँ। अनि जिस्काइरहेको थिएँ मैले यहाँ दाइलाई। फेरि उता अमन दाइलाई नि जिस्काइरहेको थिएँ। अमन दाइ उता हुनुहुन्थ्यो नि त। अनि पोज दिनु दाइ भनेको यस्तो गरेर पोज दिइरहनु थियो। अनि त्यसपछि मैले नि आफ्नो पोज दिइरहेको थिएँ।
त्यसपछि चाहिँ नि यहाँ दाइ र भाउजूको सानो क्लिपहरू छ। अनि राति चाहिँ नि नाच्ने अरे भनेर ल यस भन्दै अभिषेक दाइ एक्साइटेड हुँदै आएर अनि केक काट्नु पनि थियो नि त कार्यक्रम। अनि त्यसपछि फेरि यहाँ हेरा मत बाजा बजाई बजाई अनि त्यसपछि मोमबत्तीहरू निकालेर फेरि अब केक काट्ने। अनि त्यसपछि फेरि केक काटेपछि मम्मी बुवा पहिला आफूहरूले एकअर्कालाई खुवाउनु भयो। त्यसपछि चाहिँ नि मम्मी बुवालाई खुवाउनु भयो, फुपूहरू हुनुहुन्थ्यो उहाँहरूलाई खुवाउनु भयो ठुल्ठुलो मान्छेहरूलाई। अनि उहाँहरूले पनि दाइ भाउजू दुवैजनालाई आशीर्वाद दिनुभयो। अनि उस पनि खुवाउनु भयो, केक पनि खुवाउनु भयो। अनि उहाँ चाहिँ दाइले भन्नु त्यो फोटो यस्तो यस्तो भन्नु। त्यसपछि आयो नाच्ने पालि, तर भाउजू नाच्नु भएन कि अभिषेक दाइ चाहिँ नाच्नु भयो। त्यो के गीत छ मलाई पनि गीत आएको थियो त हो त्यही गीतमा नाच्नु भएको थियो। म तिम्रो बेहुला भनेर भाउजू चाहिँ नाच्नु भएन, दाइ चाहिँ मजाले नाच्नु भयो, हजुर लजाउनु भएको थियो कि। अनि त्यसपछि चाहिँ त्यसपछि के भयो हाम्रो नाच्ने पालि आयो। अफकोर्स म हिजो जन्तीमा नाच्न पाएको थिएन नि त, त्यही भएर म आज चाहिँ पक्का नाच्छु भनेर बसेको थिएँ। एक्लै भयो होइन, भाउजूसँग नाच्छु भनेर बसेको थिएँ। अनि यतिखेर चाहिँ गीत चुज गर्दै थिएँ मैले। त्यसपछि चाहिँ यहाँ भाउजूले नाच्नुपर्छ नानी भनिराख्नु थियो। त्यसपछि आयो नाच्ने पालि, हामीले कतिखेर के गीत लगाइरहेको थियौँ। त्यसपछि हाम्रो नाच्ने पालि आयो। कस्तो कमेडी देखियो योमा भिडियोमा, त्यही पनि हेर्नु है राम्रैसँग नाचेको थियो, 2x गराएर हो कि भिडियो। अनि त्यसपछि चाहिँ नि आन्टी लभर भन्ने गीत चलेको थियो कि। अनि यहाँ चाहिँ हामीले ठुलो मम्मीलाई जिस्काइराखेको थियौँ, म त आन्टी लभर म त आन्टी लभर भने। अनि दाइले पनि जिस्काइराख्नु भएको थियो ठुलो मम्मीलाई। अनि म र मान्छे भाउजू चाहिँ नि पङ्खै नछोडिकन नाचिरहेको थियौँ कि, त्यस उतातिर पङ्खा थियो। अनि एकैछिन नन्द र भाउजू भएर नाच्यौँ हामी चाहिँ मजाले। एकैछिन होइन, हामी चाहिँ 12 बजीसम्म नाचेको, 10 बजेदेखि। त्यसपछि चाहिँ हामी घर जाने बाली आयो। अनि म चाहिँ गर्मी भएर कपाल सपाल सब माथि उस गराइसकेको थिएँ कि, कुटुरो पारिसकेको थिएँ। कति गर्मी भएको थियो होला सोच्नु। अनि यहाँ चाहिँ हाम्रो प्यारो ठुलो मम्मी एन्जल गुरुङको मम्मी, यहाँ चाहिँ मैले ठुलो मम्मीलाई सोधिरहेको थिएँ कस्तो भयो ठुलो मम्मी डान्स गर्नु, खतरनाक भनिरहनु थियो। अनि यहाँ चाहिँ मेरो ठुलो भाउजू मन्सा भाउजू, अनि यहाँ चाहिँ उहाँको छोरा, अनि यहाँ चाहिँ ठुलो मम्मीको देउरानी कि नन्द यस्तो समथिङको पढ्नुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो प्यारी आसमा दिदी चाहिँ डान्सर 1 2 3 केटी हो कि, म डान्सर केटी 1 2 3 भन्ने हो कि। बिचमा डिस्टर्ब भयो है गाइजहरू। अनि त्यसपछि यो चाहिँ मेरो लुक थियो आफ्टर अल, त्यो सबै भयो नि डान्सहरू सब भ्याइएपछि त्यो थियो कि हाम्रो लुक। अनि भाउजू र मैले चाहिँ हामी कति खतरा नाच्यौँ है भाउजू हामी भनिरहेको थियौँ, ए कति खतरा नाच्यौँ नानी भन्दै हुन्थ्यो ठुलो मम्मीले। अनि यहाँ भनिरहनु थियो न के अरे सबजना खतरा नाच्नु भयो, कसैको ताला हुँदै भनेर। त्यसपछि अर्को दिन चाहिँ म घर जाने पालि आयो, दिन आयो। अनि अर्को दिन चाहिँ म बिहानै 8 बजी उहाँबाट हिँडेको थिएँ। अनि मलाई राइनगरसम्म चाहिँ भाउजू छोड्न जानुभएको थियो स्कुटीमा। म चाहिँ योभन्दा अगाडि चाहिँ नि दाइ भाउजू अनि त्यसपछि आमाहरू सबैजनालाई बिदा गरेर आइसकेको थिएँ। त्यसपछि चाहिँ नि म गाडी चढेँ, भाउजू चाहिँ नि घरतिर जानुभयो। अब म यो राइनगरबाट गाडी चढेर फेरि बर्दघाटसम्म जाने हो। अनि गाडी चल्न थाल्यो। अनि बर्दघाटबाट फेरि बुटोलको गाडी चढ्नुपर्छ कि, त्यही भएर कति गाह्रो छ। अनि बाइ द वे गाइज म चाहिँ अहिले गोरसिङे छु। कसैलाई यसो पानीपुरी स्पोन्सर हान्न हो भने मलाई मेसेज गर्नु होला, म यतैतिर छु, म आउँछु। अनि यो चाहिँ के त्रिवेणी नदी भन्छ क्या है पुगु, त्रिवेणी नदी भन्छ क्या है भनेको। अनि त्रिवेणी नदीसँगै यहाँ बाह्रैमासे हुने उखु अनि त्यसपछि चाहिँ नि केरा सबै थियो। यहाँ चाहिँ बहुत हरियाली थियो कि, त्यस्तो उस छैन कि, मतलब हेर्नु सक्नुहुन्छ हजुरहरूले पनि।
होइन यहाँ हरियाली छ कि जताकति हरियाली मात्र हेर्न सक्नुहुन्छ हजुरहरूले यसो कता कति नभएको भने नत्र घरहरू पनि सबै कच्ची घरहरू टाइपको छ कि अनि त्यसपछि चाहिँ नि म भ्यू इन्जोय गर्दै एक्लै मस्त आइराखेको थिएँ यहाँ चाहिँ पक्की घरहरू पनि थियो नभएको होइन बट त्यो पनि हल्का हरियालीमा थियो कि राम्रो थियो के देख्न सक्नुहुन्छ यहाँ हजुरहरूले खासै त्यस उस भेटाउनु कति कच्ची थियो बाटो अनि यो पछि आएको पक्की बाटो त कति पछि अनि त्यसपछि चाहिँ नि मैले हजुरहरूलाई देखाइरहेको थिएँ त्यसपछि म आएँ म कति मिनट घन्टापछि चाहिँ म बर्दघाट पुगेँ बर्दघाट पछि चाहिँ नि उता चाहिँ नि जाने काठमाडौँ जाने बाटो अनि यता चाहिँ नि बुटोल जाने बाटो पश्चिम जाने बाटो अनि त्यसपछि म लागेँ फेरि अर्को गाडी चेन्ज गरेर बुटोलको लागि बुटोल जाने बेलामा चाहिँ पानी परेको थियो हल्का हल्का सिमसिम त्यसपछि चाहिँ बढ्दै गयो पानी अनि म चाहिँ इयरफोन लगाउँदै गीत सुन्दै बसिरहेको थिएँ यहाँ चाहिँ उसको गौतम बुद्धको फोटो अनि स्ट्याचु थियो अनि त्यसपछि चाहिँ मेरो ब्लग यहीँ भन्दै म घर पुगेपछि एन्ड भयो सी यु नेक्स्ट ब्लग गाइज बाई बाई मेरो ब्लग चाहिँ हल्का लामो भयो त्यसको लागि सरी बट नो सरी अनि त्यसपछि यति भन्दै म मेरो ब्लग एन्ड गर्न चाहन्छु बाई बाई सी यु इन नेक्स्ट ब्लग